एकछिन साथीहरू, तपाईहरुको फेसबुक प्रोफाइल अथवा पेज मोनेटाइजेसन हुन्छ कि हुँदैन भनेर तपाईलाई थाहा छ? थाहा छैन भने यो भिडियो अन्तिमसम्म हेर्नु होला। तपाईहरुको सानो गल्तीको कारण तपाईहरुको 10,000 र 1,50,000 भ्युज पुगेपछि पनि तपाईहरुको मोनेटाइजेसन हुँदैन। खाली फलोअर र भ्युज बढाउनको लागि हरेक ग्रुपमा जाने, कमेन्ट गर्ने, फलो ब्याक भन्ने अनि फलो बढाउनतिर लाग्नु भएको छ। प्रोफाइलमा भएका मान्छेहरूले पनि त्यसरी नै दिनमा चाहिने भन्दा बढीलाई फ्रेन्ड रिक्वेस्ट पठाउने र ग्रुपहरुमा गएर कमेन्ट गरेर फलो ब्याक भन्दै फलो बढाउनको लागि अगाडि बढिरहनु भएको छ। तर तपाईहरुलाई थाहा छ, क्राइटेरिया मिट भएपछि पनि इन्भाइट ओन्ली अथवा यु आर अन द वेट लिस्ट भनेर यसरी नै यहाँ माथि जसरी देखाउन सक्छ। यो देखायो भने अथवा यो तपाईहरुकोमा देखाइरहेको छ भने उदी के तपाईहरुको च्यानल यो फेसबुक मोनेटाइजेसन हुँदैन त? पक्कै पनि हुन पनि सक्छ, नहुन पनि सक्छ। तर हुने चान्सेस धेरै छ यदि तपाईहरुले फेसबुकले दिएको रुल्स एन्ड रेगुलेसन फलो गर्नुभयो भने। र अहिलेसम्म पनि तपाईहरुले रुल्स एन्ड रेगुलेसन फलो गर्नुभएको छ भने तपाईहरुको 10,000 फलोअर्स र 1,50,000 भ्युज कम्प्लिट हुने बित्तिकै तपाईहरुको मोनेटाइजेसन हुनेछ। तर के कस्ता रुलहरु हुन् तिनीहरु? के गर्नुभयो भने चाहिँ तपाईहरुको फेसबुक प्रोफाइल अथवा पेज पछि मोनेटाइजेसन हुँदैन अथवा यस्तै इन्भाइट ओन्ली देखाउन सक्छ। यो भिडियोमा भन्नेछु। भिडियो मन पर्यो भने फलो गरेर, लाइक गरेर र शेयर पनि गर्नुहोस् र अन्तिमसम्म हेर्नुहोस्। सबैभन्दा पहिला तपाईहरुले कुनै पनि एक दिनमै चाहिने भन्दा बढी पोस्टहरु स्प्यामको तरिकाले हालेको गर्न हुँदैन। नगर्नु होला त्यसरी। एक दिनमा कम्तीमा पनि 4 अथवा धेरै नै हाल्नु छ भने 5 वटा, त्यो पनि बिहान एउटा मतलब 2-2 घण्टाको 3 घण्टाको डिफरेन्समा हाल्नुहोस्। र रिलको कुरा गरौँ, रिल यदि तपाईहरुसँग मजाले हुन्छ भने उदी दिन एक एउटा हाल्न सक्नुहुनेछ अथवा दिनमा 2टा हाल्न सक्नुहुनेछ। तर यो कुरा ख्याल गर्नु कि तपाईहरुको रिल्सहरु ओरिजिनल हुनु पर्यो, आफ्नै हुनु पर्यो। कसैको भिडियोहरु डाउनलोड गरेर अथवा भिडियो माथि डिस्प्लेमा भिडियो चाहिँ प्ले भइराछ, तल आफ्नो अनुहार राखेर चाहिँ पुरै भिडियो रियाक्ट नगर्नुहोस्। तपाईहरुले अरूहरुको भिडियो युज गर्दाखेरि 40% अथवा 20% मात्र युज गर्नुहोस्। बाँकीको 60% 70% चाहिँ आफ्नै भिडियो हाल्नुहोस्। यदि अरूहरुको भिडियो हाल्नु मन छ भने पनि जम्मा जस्तै तपाईको 20 सेकेन्डको आफ्नो भिडियो छ भने उदी 5-6 सेकेन्डको भिडियो अरूको भिडियो हाल्न सक्नुहुनेछ भने बाँकी भिडियो आफ्नै हाल्नुहोस्। र अर्को कुरा एकदमै ध्यान दिनुपर्ने, ग्रुपमा कुनै पनि ग्रुपभित्र गएर कमेन्ट गर्दाखेरि पहिलो कुरो तपाईले कमेन्ट गर्दा हरेक कमेन्ट डिफ्रेन्ट कमेन्ट हुनुपर्छ, एउटै कमेन्ट हुनुहुन्न। यदि तपाईले एउटै कमेन्ट गर्नुभयो भने फेसबुकले चाहिँ त्यसलाई स्प्याम सम्झेर तपाईहरुलाई कमेन्ट ब्लक गरिदिने, रेस्ट्रिक्टेड गरिदिने यस्ता कामहरु गर्छ। र तपाईहरुले कमेन्ट गर्दा एक दिनमा कम्तीमा 20 देखि 25 वटासम्म मात्र कमेन्ट गर्नु हो। ग्रुपमा कमेन्ट गर्दाखेरि भित्र इन्डिभिजुअलमा त्यो नर्मल मान्छेहरुलाई आफूले चिनेको मान्छे प्रोफाइलमा अथवा पेजमा कमेन्ट गर्दाखेरि 40 वटा 45 वटा गर्न सक्नुहुनेछ। तर ग्रुपहरुमा कमेन्ट गर्दाखेरि चाहिँ कम्तीमा पनि एक दिनमा 20 देखि 25 वटा कमेन्ट मात्र गर्नुहोस्। यदि तपाईहरुको यस्तो फ्रेन्ड रिक्वेस्ट धेरै पठायो भनेर रेस्ट्रिक्टेडमा हाल्दिने अकाउन्ट अथवा तपाईहरुको कमेन्ट ब्लक गरिदिने, पोस्ट गर्न नमिल्ने, लाइक गर्न नमिल्ने यस्ता कामहरु तपाईहरुकोमा भइराको छ भने चाहिँ तपाईहरुको चाहिँ प्रोफाइल अथवा पेज मोनेटाइजेसन हुँदैन। यो कुरा चाहिँ एकदम ध्यान दिएर गर्नु होला। बरु तपाईहरुको 1 महिना ढिलो किन नहोस् केही फरक पर्दैन। तर यस्ता गतिविधि गर्ने कामले गर्दाखेरि चाहिँ तपाईहरुको पछि मोनेटाइजेसन हुँदैन। त्यसैले यी कुराहरुलाई चाहिँ मज्जाले ध्यान दिनुस्। तपाईहरुको ओरिजिनल कन्टेन्ट हुनु पर्यो, कमेन्टहरु ब्लक हुनु भएन, फ्रेन्ड रिक्वेस्ट चाहिने भन्दा बढी मात्रामा पठाउनु भएन। एक दिनमा 50 वटा मात्र फ्रेन्ड रिक्वेस्ट पठाउनुस्। त्यस्तो गरेर तपाईले 1,50,000 भ्युज र 10,000 फलोअर्स पुर्याउनु भयो भने तपाईहरुको मोनेटाइजेसन हुनेछ। यो पुरा भएको 1-2 दिन भित्रमै। तर तपाईहरुको यस्तो वेट लिस्टमा देखाएको छ भने तपाईहरुको मोनेटाइजेसन त हुन्छ, नहुने हैन। तर यो देखाएपछि पनि फेरि यस्तै गतिविधिका काम गर्नु भयो भने चाहिँ तपाईहरुको मोनेटाइजेसन हुँदैन। यदि यो देखाएपछि पनि
तपाईँको त्यहाँ प्रोफाइलमा ग्रिन टिक हुन्छ, यहाँ देखिएको छ। यो ग्रिन टिक छ भने चाहिँ तपाईँकोमा फेरि यस्तै गतिविधि गर्ने कामहरू तपाईँहरूले छोड्नुपर्ने छ। यो छोडेको जस्तै कमेन्टहरू धेरै गर्ने अनि फ्रेन्ड रिक्वेस्ट धेरै पठाउने यस्ता कामहरू गर्न छोड्नु भएको लगभग अब रियर केस अथवा बेस्ट केसमा चाहिँ 7 दिनदेखिको 30 दिनभित्रमा मोनेटाइजेसन टुल दिएको छ। अब अलि धेरै नै लाग्यो भने 1 महिनादेखिको 3 महिनासम्म लाग्न चान्सेस छ। सो फलो बढाउँदाखेरि चाहिँ एकदम ध्यान दिएर बढाउनु होला है त।